चञ्चले चञ्चले गण्डकी अञ्चल पोखरा बजार पोखराको बजार मान्छे हजार तर तिमीसित मेरो पियारी भइगो पियर हे मेरो मुटु पोखरै हो तिमी बसन आँखा मेरो फेमताल रूपाताल तालमा डुबन। मैले यो गीत गाएपछि सबै मान्छेले तपाईको घर पोखरा हो भनेर सोध्नुहुन्छ। मैले पनि मेरो घर पोखरा हो भन्छु। पोखरा कहाँनिर भन्नुहुन्छ, म पोखराबाट 200 किलोमिटर पर जानुपर्छ अनि त्यहाँ मेरो घर छ भनेर म भन्छु। यो पहिलेदेखि साइकल चढ्न थालेपछि जिउ बिग्रिँदैन थियो, जिउ पनि बिग्रियो, देश पनि बिग्रियो। त्यसकारणले आजैदेखि जिउ पनि नबिगारौँ, देश पनि नबिगारौँ र तेलको थोपा होइन पसिनाको थोपा चुहाउँ र पसिनाको थोपा चुहाउन सक्यौँ भनेदेखि हाम्रो देशको सबैभन्दा ठुलो पैसा गइरहेको इन्धन हो र त्यसपछि स्वास्थ्य हो। आजकल त हामीले जताततै हाम्रो देशमा जतिसुकै सफा गर्यौँ भने पनि झिङ्गा आउँछ, यताबाट पनि झिङ्गा आउँछ, उताबाट पनि झिङ्गा आउँछ। झिङ्गा भनेको मोटरसाइकल हो। मोटरसाइकल यस्तो झिङ्गासरी भइसक्यो, टाङ पनि उडाउन आउँछ, यताबाट पनि आउँछ, उताबाट पनि आउँछ। त्यसलाई हामीले त्यो झिङ्गालाई कन्ट्रोलै गर्न नसक्ने भइसक्यौँ र त्यो झिङ्गालाई हामीले कन्ट्रोल गर्नको लागि अर्को सबैभन्दा ठुलो माध्यम हो साइकल। साइकल भनेको विदेशीहरूलाई पनि सम्मान गर्ने एउटा माध्यम हो। साइकल मात्रै चढेर भएन, साइकल हिँड्ने सहर बनाउनु पर्यो हामीलाई। साइकल चढेर हिँड्दाखेरि काठमाडौँमा त यताबाट पनि हिर्काइदिएला भने डर हुन्छ, उताबाट पनि हिर्काएर मार्देला भने डर हुन्छ। त्यसकारणले समयमै हामीले साइकल लेनहरूको विकास गर्न सक्यौँ भनेदेखि एउटा उदाहरणीय काम नेपालबाट सुरु भयो। संसारले गरेको कामलाई नेपालबाट एउटा ठुलो कन्ट्रिब्युट हुन सक्दछ र यो असाध्यै राम्रो पवित्र सोचाइ हो र यो सोचाइ जसले गर्नु भएको छ उहाँहरू मेरो बधाईको पात्र हुन्छ, संसारकै बधाईको पात्र हुन्छ र यो समारोहमा आउन पायौँ र यहाँहरूसँग भेट्न पायौँ, असाध्यै गर्व लागेको छ। धेरै धेरै धन्यवाद। यो आयोजकलाई धेरै धेरै बधाई ज्ञापन गर्दै बिदा हुन्छु। नमस्कार। पहिला साइकल भनेको एकदम इज्जतको कुरा हुन्थ्यो। कुनै जमानामा साइकल भएको घरको सानै बेग्लै, फलाना घरमा त साइकल छ भने ओहो साइकल छ, ओहो के भने हाम्रो घरमा साइकल छैन, महँगो छ भनिन्थ्यो। त्यो सस्तै महँगो हुन्थ्यो। स्कुलमा पढ्दाखेरि पनि साइकल चढेर आउने साथीहरूको सानै बेग्लै, यहाँ सुनको दाँत देखाएर, यहाँ सुनको औँठी ल्याएर साइकल चढेर आउँदाखेरि बडा रौनकै बेग्लै हुन्थ्यो। केटीहरूले पनि उसलाई खुब हेर्थ्यो, बिहेहरू पनि पानी हुन्थ्यो भने ताक्थ्यो केटीहरूले सुधा। त्यस्तो शानदारको चिज हुन्थ्यो। र साइकल भने घरमा कोही कोही साइकल यस्तो पुछिरहन्थ्यो, साइकल टिलिक्क टल्काएर साइकल चल्थ्यो। मेरो साथीको घरमा पनि थियो साइकल त्यो चढाउन भने हाम्रो बालिकाले छोडिदिन्थ्यो। त्यो छुनु पनि नपाउने साइकल, त्यस्तो त्यो साइकलको इज्जत हुन्थ्यो। पछि समय बढ्दै गयो, साइकल मान्छे बाटो हिँड्ने मान्छेले साइकल चढ्ने हेप्थ्यो। साइकल भएको मान्छे साइकल हेप्थ्यो। पछि साइकललाई मोटरसाइकल चढ्ने हेप्न थाल्यो। फेरि मोटरसाइकल चढ्ने मोटर चल्ने हेप्न थाल्यो। फेरि मोटर चल्ने पनि महँगो मोटर चल्ने, सस्तो मोटर चल्ने हेप्न थाल्यो। त्यो अब फेरि समय बदलिँदै यसो भएर अब यो सबै मोटरसाइकलहरू जति पनि इन्धनबाट चल्ने सामानहरू एकदम यो त प्रदूषणको कारण रहेछ भने बुझ्दै गयौँ। त्यसपछि साइकलको फेरि महत्त्व हुन थाल्यो। यो त स्वास्थ्यवर्धक रहेछ, स्वस्थ बनाउने चिज रहेछ, फिजियोथेरापी गराउने चिज रहेछ, दीर्घायु जीवन बनाउने चिज रहेछ भन्ने कुरा महसुस हुँदै गयो। त्यसपछि साइकलको इज्जत हुन थाल्यो। त्यसकारण यो स्वस्थ हुनुको लागि, प्रदूषण हटाउनको लागि साइकलको ठुलो महत्त्व छ। साइकल चढ्नलाई पेट्रोल पनि चाहिने, डिजेल पनि चाहिने, ग्यास पनि चाहिएन। भातबाट पनि चल्छ, ढिँडोबाट पनि चल्छ, चाउचाउबाट पनि चल्छ, खोलेबाट पनि चल्छ, जुन स्वास्थ्यको लागि एकदम लाभदायक हुन्छ। साइकलमा कन्सियस भएकोमा बडा राम्रो चिज हो। पोखरा भनेको युनिक सहर हो, युनिक ठाउँ हो जहाँ बासिन्दा साइकलसँग कनेक्ट भएर साइकलको स्वास्थ्यवर्धक, स्वास्थ्य फाइदाजनकलाई ध्यान दिएर साइकल र्याली गर्न तम्सिनु भयो। त्यसको लागि साइकल र्यालीको आयोजकहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु।